हामीले उजादेवी मन्दिरबाट एउटा बोकाको टाउको लिएर आएको थियौँ, घरबाट पठाइदिनु भएको थियो। अनि धेरैले कमेन्ट गर्नुभएको थियो कि अब टाउको पोल्ने तरिका कसरी हो त्यो पनि सिकाइदिनु पर्यो भन्नुहुन्थ्यो। त्यही भएर त हजुरहरूले भनेको अनुसार मैले गरिरहेको छु, तपाईँहरूको माग पुरा गरिदिरहेको छु। अनि हल्का एक साइडबाट पाक्यो भने यसले खुसर्नतिर सुरु गर्ने, टक्क खुसर्ने, यस्तै गर्दै गर्दै पुरै पल्टाइ यसलाई फर्काइ पकाउने, पोल्ने। यतिको भएपछि चाहिँ यो मजाले भयो। अब पोलिसक्यो, अब यसलाई मजाले धुनु है, धुनुपर्छ। यसलाई राम्रोसँग धुन्छु मैले, अनि लगाएर काट्छु। भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिइरहनु होला। अहिले चाहिँ मैले यसलाई धोएर सफासँग धोएर काटेर पनि भ्याएँ। अब चाहिँ यसलाई चट्ट पकाउँछु। तपाईँहरू खाने भए आउनुहोस् है, मैले बोलाएको छु है। उसलाई अलिकति स्वाट्ट पार्ने होइन, मजाले फुर्छ। अब टक्क लसुन र अदुवा हालिदिने, अदुवा र लसुन हाल्ने होइन। अनि त्यहाँदेखि त्यो अब स्वाट्ट धेरै बेर पकाउने डर छ, नत्र स्वाट्ट प्याज हालिदिइहाल्ने होइन, चलाउने। प्याजलाई त एकदम दामी के रातोसँग भुट्नुपर्छ प्याजलाई है। कहिले पनि मासु पकाउने बेला प्याज सेतो प्याज भयो भने राम्रो हुँदैन, रातो प्याज चाहिँ मजाले भुट्नुपर्छ पहिला। अनि त्यहाँदेखि टक्क टमाटरलाई चाहिँ मैले अहिले प्याजलाई मजाले भुटिसकेपछि टमाटरलाई त्यस्तै सिँगै राखिदिएर, टमाटर पनि गाउँबाट आएको सानो वाला हो, सिँगै राखिदिएर अनि मासुलाई चाहिँ मजालाई चाहिँ अब मासुलाई भुट्ने टाउकाको। फाइनली यो मासु चाहिँ अब पाकिसक्यो। कलर चाहिँ अब यहाँ चाहिँ उसमा हेर्ने बेला त राम्रो देखिने चाहिँ यो चाहिँ पिसेको उसको धुलो के, त्यो धनियाँको गेडा र जिरा टिम्बुर पिसेको। यसलाई चाहिँ अब यसमा राख्ने टक्क। अनि चाहिँ अब पानी हालिदिने, बास भइगयो। पानी हालेर भक्लको उमालिदिने, अनि त्यहाँदेखि खाइदिने। अब यो चाहिँ तपाईँले यो चाहिँ अर्को मेन यो धनियाँ भयो नि, यसलाई चाहिँ काटेर भन्दा पनि यस्तै सिँगै राख्ने, मासुमा सिँगै राखिदिने। हजुर के अनि त्यहाँबाट यसलाई सिँगै राख्ने। अनि पछि चाहिँ यो यहीँ बाफिन्छ, बाफेर यसको जो टेस्ट सबै निक्लिन्छ। अनि यो पछि चाहिँ यो पाकिसक्यो भने चाहिँ पालेर आउनुहोस् त्यसमा। अनि पाकिसक्यो भने चाहिँ धनियाँको जरालाई निकालेर फालिदिने।